अब त्यही जुठो गरेको होला बुढाबुढीलाई बुझ्नु पर्यो राम्री राम्री केटीहरू चाहिँ यतै चक्कु ल्याउनु त हातले खुवाइदिनु ठुल्दाले खुवाइदिनु भइहाल्यो त फोटोग्राफीहरु के छ त यहाँ ओ भाइ नगर बाबु ल बाबु कता दाजु ल दादा बाबा अब छुल्यौं त एक जुठो भयो बाबा बस्यो भाइ मेरो छेउमा आउँदैन त आमा निदातिर हैन कपालतिर सब खुवाइदिनु न उता उता अलिकति मिठो गरेर खानु आइदा खपी यता पनि आउ त्यो उयसमा हाल्नु फेसबुक हो कि मैले यस्तो स्टारी किन भएको छ फोटो खिच्नु पर्न अब भाइ तिमी खाने अरे के हत्ते भइसक्यो भाइले यो चक्कु भरिभरि के झोल पो छ ताउले बर्थडे गिफ्ट पो हो त लु खै चाङ क्रीम से खै इन्द्रमा खुदा ओइ इन्द्र मामी नाम लाग्छ लाग्छ चाइनीले पारो खाऊ अरे चाइनीले पारो खाऊ अरे लाइन है लाइन रोप बोल्छ एकताल मेरो युनिभर्सिटी नाम केक मात्रै खुवाएको देखाउँछु कसैले छैन त ए भ्याट त धोए इन्द्रमा अलि सिधा त खोइ थम्राङ्गाई फेरि चिन्ता नगर मम्मी भरे काटिदिन्छु त यहाँ त लेख्लो के मर्दै हेरे त्यो दाजु खुवाइदिनु 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 थोरै सानोले हतार भएछ अघि दिनु भन्नु दिदी मेकअप कसले गरिदियो भने दामी बनाइदियो एकैछिनमा आमा मोबाइल पार्दै गरे त्यो राख्न कागज पनि नलाउनु आमा छोरी आमा कति साह्रो हल्ला मिठो भयो खोसको गफमा पछाडि दुईजना चाहिँ कप गरेर हाम्रो पालो सकिने फुल काट्नु फुल दाजुलाई खोइ यसो गर्नु पर्ने ल मेरो पनि
त्यसलाई पनि तेरो पाला आउँछ पक्का एक त जानु मान्दैन मलाई पकाउनु पर्छ बाउजू ए भाउजू पनि फेरि लिनु भनेको मेरो पनि बर्थडे हो त भन्छु छुट्टीको गइस कहाँबाट मलाई बोला मिता टिकटकमा आउँछ है माथि चाहिँ के देखाएको यहाँ फोटो खिच्ने मान्छे यहाँ भुइँ बसेर खिच्दा बट्टम साटम भरे सिदिन्छ अनि हजुर के दिनु मादा खै मादा हेर्नु न त्यो माइक एक कुरो भयो नि कुर्सी हो क्या लग्दा त सबै मुखतिर पो गयो क्या अलि यता अलि बारदेखि देउरानी पो हो त लौ लौ भाउजू खाइसके दिनु त